मेरो जन्मदिन बर्थडे को दिन में भात खाना पिज्जा सीजा मेन हाँ है सब है उधर रखा वो लाएगा टिश्यू पेपर देगा भन्छु मैं टिश्यू पेपर पिज्जा थिन प्लेट पिज्जा हाँ ठीक है चल खा ये वाला कम है ये कम वाला खा ज़्यादा वाला ही नहीं ये कम वाला हाँ कुछ नहीं खा राइट साइड कौन थोड़ा हाँ पिज्जा हाँ गुड फूड टेस्टी है फिंगर चिप्स फ्रेंच फ्राइज ये भी अच्छा है फ्रेंच फ्राइज भी अच्छा है गुड फूड मंचूरियन यही हबी हो गुड फूड राम्रो खाने राम्रो किताब पढ्ने राम्रो म्युजिक सङ्गीत त्यो सुन्छु म ट्राभल अनि राम्रो मान्छेसित कुरा गर्ने त्यही हो म टिभी सिभी त्यो खबरहरू हेर्दैन कहिले मेन्जुले त्यस्तै भन्छ म खबर हेर्दैन कि अर्को कुरा हेर्छ म राम्रो मान्छेको राम्रो कुरा सुन्छु किताब राम्रो राम्रो किताब पढ्ने राम्रो राम्रो बुक पढ्ने त्यहाँ मेरो सोख मेरो ठुलो कलेक्सन छ किताबको म्युजिक सबै वेस्टर्न इन्डियन क्लासिकल पुरानो नयाँ सब म्युजिक सुन्ने मेरो डर हो ट्राभल गर्ने राम्रो राम्रो ठाउँमा घुम्ने आफैले पनि कहिले कहिले म खाना बनाउँछु कुक हो मुड आउने बेलामा आज बर्थडे को कारणले आज हामी भात खाने लाग्यो ये अर्को किस्मको पिज्जा हो वैराइटीज टॉपिंग को इसमें नमक समक कुछ नहीं डाला है गुड अच्छा है
हामीलाई जिन्दगी एकचोटि मात्रै पाउने होइन, त्यही कुरा म बारम्बार गर्छु कि किनकि त्यो कुरा बुझ्नै पर्छ सबैलाई। जिन्दगी एक बाटो मात्र पाउँछ, हामीले एकचोटि मात्र पाउने हो। तर राम्रो तरिकाले हामीले जिन्दगी बिताएपछि त्यो एकचोटि पनि पुग्छ हामीलाई। अस्ति भनेको जस्तो मान्छे कति वर्षसम्म बच्न सक्छ? हामी 80 वर्ष 90 वर्ष, ल हामी 90 वर्ष बस्ने है। एउटा इक्जाम्पलको लागि तपाईँको 40 वर्ष उमेर भन्नुहोस्, एउटा इक्जाम्पल। 40 वर्षको मान्छेको कति जिन्दगी बाँकी छ? 90 वर्ष बस्ने मान्छे 40 वर्ष भएपछि कति वर्ष बाँकी हुन्छ? 50 वर्ष बाँकी हुन्छ उसको जिन्दगी। एउटा वर्षमा 365 दिन हुन्छ, 10 वर्षमा 3650 हुन्छ, 20,000मा 7,300 दिन हुन्छ, 40 वर्षमा 14,600 दिन हुन्छ, अनि 50 वर्षमा लगभग 17,965, 18,000 दिन मात्र। जो मान्छेको आइमै होस् मान्छे हो, उसको उमेर 40 आज छ भनेपछि त्यो मान्छेसित 18,000 दिन मात्र बाँकी हुन्छ। तपाईँको 50 वर्ष उमेर भयो भने तपाईँसित 15,000 दिन मात्र बाँकी छ। तपाईँको उमेर 60 वर्ष भयो भने तपाईँलाई कति 30 वर्ष बाँकी मात्रै छ। 9,000 10,000 पनि दिन बाँकी छैन। एकदम सानो कुराको मतलब के छ? हामीसित 20,000 भन्दा माथि दिन बाँकी छैन। जिन्दगी एकदम सानो छ। त्यसको लागि खुसीमा बिताउनु पर्यो। झगडा सबैमा हुन्छ, तर जुन मान्छेसित हामीहरूको कुरा मिल्दैन ऊसित रिस्ता राख्नै पर्दैन। आफ्नो अगाडि बढ्ने जुन मान्छेको बोली हामीले राम्रो लाग्छ त्योसित रिस्ता राख्ने। झगडा गर्नु हुँदैन। आफ्नो एटिट्युड, बिहेभियर, बानी व्यवहार राम्रो हुनु पर्यो। त्यसमै सबैको जिन्दगी राम्रो हुनसक्छ। राम्रो भात खाने, राम्रो लुगा लगाउने, राम्रो म्युजिक सुन्ने, सङ्गीत, राम्रो किताब पढ्ने, ट्राभल गर्ने, त्यही हामीहरूको त्यही रहर। टिभीहरू खबरहरू म कहीँ हेर्दैन। त्यो मेन्दो कहिले भन्छ म खबर हेर्दैन म। त्यो अर्को कुरो हो। किताब पढ्ने अनि अर्को राम्रो मान्छेको उनीहरूको कुरा बुझ्नेको कुरा म हेर्छु। एनिवे आज बर्थडेको दिन हो। 1 वर्ष घटिसक्यो मेरो जिन्दगीमा। 120 वर्ष मलाई बाँच्नु पर्यो। मेन्दोलाई 100 वर्ष बाँच्छ। मेन्दोको जिन्दगी 100 वर्ष हुन्छ। आजै उसको 35 वर्ष बाँकी छ। लामो जिन्दगी हो। उसको बुवा, उसको फादरको कति 85 होइन बित्ने बेलामा, बुवाको 87 लगभग, त्यस्तै 80 भन्दा माथि त थियो। 80 अनि 3 होइन, त्यति त जिन्दगी तिमीलाई पाउँछ। त्योभन्दा पनि माथि हुनसक्छ। 100 वर्षसम्म तिमी बच्न सक्छ। तर एनिवे राम्रो कुरा गर्ने, मिठा कुरा गर्ने, तर ठ्याक्क कुरा गर्ने के त्यो घुमाएर गर्ने, फसाउने कुरा त्यो मन पर्दैन। स्ट्रेट मुखमा कुरा भन्नुपर्छ। पछाडि कुरा गर्ने मान्छे मलाई मन पर्दैन। यसको कहानी उतापट्टि, उसको कहानी यतापट्टि, यसको कुरा उसलाई, उसको कुरा यसलाई, त्यो चुग्लीको मान्छे मलाई मनै पर्दैन। त्यस्तो मान्छेसित कहिले रिस्ता गर्नु पर्दैन। एनिवे आज बर्थडेको दिन हो। भगवान्को आशीर्वादलाई अहिलेसम्म केही पनि बिरामी भएको छैन। मलाई पनि, मेन्दोलाई पनि केही पनि बिरामी छैन अहिलेसम्म। भविष्यमा पनि केही पनि हुँदैन। किनकि हामीहरूको एटिट्युड, दिमाग, बानी व्यवहार राम्रो हो। अस्ति मैले भनेको जस्तो मान्छेको अनुहार हेर्नु पर्दैन, मान्छेको लुगा हेर्नु पर्दैन। लुगा आज छ भोलि हुँदैन। त्यो फेस तपाईँको अनुहार आज छ भोलि हुँदैन। भोलि झोला हुन्छ हामीहरूको। हामी बुढा हुनसक्छ। तर दिमाग राम्रो हुनु पऱ्यो अनि आफ्नो दिल सफा हुनुपर्छ कि मन सफा हुनुपर्छ। अर्को मान्छेको बारेमा राम्रो सोच्नुपर्छ। पाप सोच्नु हुँदैन। अर्कोले घाटा गर्ने, नोक्सान गर्ने, अर्कोको बारेमा नराम्रो कुरा गर्ने पछाडि, त्यसमा जिन्दगी हुँदैन। त्यो मान्छे बिरामी हुन्छ। मेन्टली दिमागले बिमारी हुन्छ। त्यसलाई केमिकल लोचा, दिमागमा केमिकल लोचा छ। आफैले राम्रो भएपछि दुनियाँ संसार राम्रो हुन्छ। म नराम्रो भएपछि दुनियाँ नराम्रो हुनसक्छ। हो, कतिचोटि त्यही भन्यो। एनिवे
हैप्पी बर्थडे को दिन हो आज मेरो। हामी दुईटा भात खाने को लागि आयो। बाय बाय।